कल्पना गर्नुहोस्, अमेरिकाको एउटा मरुभूमि क्षेत्रमा यस्तो ठाउँ छ जहाँ सामान्य मानिसहरू जानै पाउँदैनन्। त्यहाँ वरिपरि कडा सुरक्षा, गोप्य विमान र धेरै वर्षदेखि फैलिएको एलियनको हल्ला। यस ठाउँको नाम हो एरिया 51। आजको भिडियोमा हामी बुझ्नेछौँ एरिया 51 वास्तवमा के हो, किन यो यति गोप्य छ, एलियनको कुरा कत्तिको सत्य हो र यहाँ कस्ता गोप्य प्रयोगहरू गरिएको। एरिया 51 अमेरिकाको नेभाडा राज्यको मरुभूमिमा अवस्थित छ। यो क्षेत्र ग्रुम लेक नजिकै बनाइएको सैन्य परीक्षण केन्द्र हो। यो क्षेत्र धेरै टाढा छ, सहरबाट टाढा, मरुभूमिको बीचमा, वरिपरि कडा सुरक्षा। यसैले यो ठाउँ धेरै वर्षसम्म नक्सामा पनि देखाइँदै। एरिया 51 सन् 1950 को दशकमा बनाइएको थियो। त्यस समयमा अमेरिका र सोभियत सङ्घ बीच कोल्ड वार चलिरहेको थियो। दुवै देशले एकअर्कालाई निगरानी गर्न नयाँ प्रविधि विकास गरिरहेका थिए। यसै कारण अमेरिकाले यहाँ गोप्य रूपमा उच्च उचाइमा उड्ने जासुसी विमान परीक्षण गर्न सुरु गर्यो। त्यसमध्ये सबैभन्दा प्रसिद्ध विमान थियो लकहिड U-2। यो विमान अत्यन्तै उचाइमा उड्न सक्थ्यो र दुश्मन देशको फोटो लिन सक्थ्यो। एरिया 51 मा धेरै नयाँ प्रविधिहरू परीक्षण गरियो। उदाहरण SR-71 ब्ल्याकबर्ड स्टेल्थ विमान, प्रयोगात्मक ड्रोन। यी विमानहरू सामान्य विमानभन्दा धेरै फरक देखिन्थे र जब मानिसहरूले आकाशमा यस्तो अजीब विमान देख्थे, उनीहरू सोच्थे यो त एलियन जहाज होला। यसरी एरिया 51 को रहस्य अझै बढ्दै गयो। एरिया 51 सँग जोडिएको सबैभन्दा ठूलो हल्ला भनेको UFO हो। UFO को अर्थ हो अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट। 1947 मा अमेरिकामा एउटा घटना भयो जसले यो हल्ला अझ फैलायो। यो घटना थियो रोजवेल इन्सिडेन्ट। धेरै मानिसहरूले विश्वास गर्न थाले कि अमेरिकी सरकारले एलियन जहाज भेट्टायो। त्यसलाई एरिया 51 मा अध्ययन गरियो। एलियन शरीरहरू पनि राखिएको छ, तर आजसम्म यसको वैज्ञानिक प्रमाण छैन। धेरै वर्षसम्म अमेरिकी सरकारले एरिया 51 को अस्तित्व स्वीकार नै गरेन। यो आधिकारिक रूपमा स्वीकार गरियो सन् 2013 मा। यसले मानिसहरूलाई अझ शङ्का गरायो, यदि यहाँ केही छैन भने किन यति गोप्य? तर धेरै विशेषज्ञहरूको अनुसार कारण सरल थियो, गोप्य सैन्य प्रविधि। यदि दुश्मन देशहरूले जानकारी पाए भने अमेरिकाको सुरक्षा खतरा हुन सक्छ। आज पनि एरिया 51 कडा सुरक्षा भएको सैन्य क्षेत्र हो। त्यहाँ प्रवेश निषेध छ, वरिपरि चेतावनी बोर्ड छन्, सुरक्षा गार्डहरू हुन्छन्। साधारण नागरिकलाई त्यहाँ जान अनुमति छैन। त्यसैले यसको धेरै गतिविधि अझै गोप्य छ। 2019 मा इन्टरनेटमा एउटा मजाक भाइरल भयो। मानिसहरूले एउटा इभेन्ट बनाए, स्टर्म एरिया 51। यसको नारा थियो लेट्स सी देम एलियन्स। लाखौँ मानिसहरूले अनलाइन सहभागी हुने बताए, तर वास्तवमा थोरै मानिसहरू मात्र त्यहाँ पुगे। आज पनि एरिया 51 संसारको सबैभन्दा रहस्यमय ठाउँहरूमध्ये एक हो। तर वास्तविकता सम्भवतः यस्तो हुन सक्छ। यहाँ गोप्य सैन्य अनुसन्धान हुन्छ, नयाँ प्रविधि परीक्षण गरिन्छ र धेरै कुरा अझै सार्वजनिक गरिएको छैन। तर एउटा प्रश्न अझै बाँकी छ, के त्यहाँ वास्तवमै एलियनको प्रमाण छ कि यो केवल मानव कल्पना हो? यो रहस्य सायद भविष्यमा मात्र